हाम्रा भान्जा भाइरल छ नि कसरी भाइरल भयो त यस्तै उसमा मोबाइल गर्ने हो त्यही दाम खाइरहन्छन् स्वाद हिँडिरहन्छन् नेतागिरीमा हिँड्छन् नेतागिरीमा उनले सबै जानेका छन् अब हामी भाइरल हुन के गर्नु पर्यो चलाकी भाइरल हुन के गर्ने त हामीले अब चलाकी जुन जुनले सक्दैन होइन हामीले के गर्ने त चलाकी कसरी भाइरल भयो केले भाइरल भयो जे गरौ उसी कामको लिमिट गरे उनले त्यहाँबाट त्यसै हिँड्दै गर्दै सिकेपछि अब पुरा पास उनले जित्दै गए त्यहाँबाट बल्ल भाइरल हुन पाइयो अब हामीले भाइरल हुन एउटै कुरामा लागिरहन पर्यो अब हाम्रो एउटा मान्छेले के गर्थ्यो भने हामीले त्यसले बिहाहरू यस्ता काम जन्तिकाहरू यी सबै काम गर्दै त्यसले आइरहेको थियो पहिलेदेखिबाट पछि त्यसले के भयो भन्छ भने त्यस्तै काम गर्दै कलाकारीमा त्यो निक्ल्यो कलाकारीमा फोटो भिडियो खिच्ने खिच्ने सबै चिजको देखभाल गर्ने सबै काम गर्दा त्यो टपमा आयो सबभन्दा राम्रो काम त्यसले गरौ त्यस्तै गर्दै यो काम अगाडि बढ्दै जाने हो क्या भनेपछि अब हामीले एउटै कुराको लिमिट लिन पर्यो अब फोन सम्बन्धी काम गरौँ भने त्यहीमा लागिरहनु पर्यो अन्त ध्यान दिन भएन त्यही त त्यसको पुरा हुनु पर्यो त्यही त एउटा कुराको ध्यान दिनु पर्यो दुईतिर लाग्न होइन त्यही भन्न तपाईँले ल ठिक छ ल